स्वस्थ र सफा र आनन्दित वातावरणमा दिदी योगा गर्दै हुनुहुन्छ, ध्यान गर्दै हुनुहुन्छ। हेलो, गुड मर्निङ, शुभ प्रभात, शुभ बिहानी सबैमा। हाम्रो मिसन चाहिँ आज कहाँदेखि कहाँसम्म? घरानदेखि भानुचोक, भानुचोकदेखि विजयपुर डाँडा, विजयपुर डाँडादेखि पञ्चकन्या जङ्गल प्रवेशद्वार, हामी प्रवेशद्वार छिर्यौँ। हामी जङ्गल मन्दिर आउन आएको, पञ्चकन्या मन्दिर। अब चाहिँ घनघोर जङ्गलभित्र छिर्यो है। अनि एकछिन यहाँनिर बसेर योगा पनि गर्ने हो। यहाँनिर यो लेखेको लु पञ्चकन्या मन्दिर चाहिँ यही हो। मन्दिरको दर्शन भइसक्यो। अब जाने जङ्गल, अब लाग्ने हो। अब चाहिँ ओह्रालो है, अब चाहिँ सिँढी ओह्रालो ओह्रालो झर्ने। जङ्गल पञ्चकन्याको भित्री जङ्गल स्टार्ट भयो। अब सुरुवात जङ्गलै जङ्गल। तो अब चाहिँ हामी जङ्गलभित्र हिँड्दैछौँ। जङ्गलै जङ्गल हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बाघ भालु आयो भने पनि थाहा हुँदैन। जाम्न कता कता पुग्छ, जाम्न कता कता पुगिन्छ। तर के घर जति बजे पुगे पनि यो हाम्रो भिडियो बनाउने बानी भइसकेपछि, भिडियो बनाउन थालिसकेपछि टाइमको ख्याल नै रहँदैन है। उहु यस्तो रमरी हो रहेछ। सो यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ, यो जङ्गलको यहाँभित्र छिर्न सक्यो भने चाहिँ तपाईँले छिर्नु त धुलोमा हेर्छु म एकछिन न, यहाँबाट छिर्यो भने चाहिँ तपाईँले मन चाहेको हिरोलाई पाउन सक्नुहुन्छ। ल त लु 55 कटेपछि 55 आउँछ। ट्राई गर्नु न। कि हिरो चाहिएन? हिरो चाहिएन? तपाईँ बस्नु मेरो नाम हो। मैले चाहेको हिरो पाउँछु कि पाउँदिनँ? मर्ने बेला हरियो काँक्राहरू पाउने भए ला के भयो। अब चाहिँ सिँढीबाट चाहिँ फाइनली ओह्रालो झर्दै हामी सिँढीबाट ओह्रालो झर्दै। आमा म कहिले झरेर सक्नु है। सिँढी 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 सरर ओह्रालो झरेर चाहिँ अब ओह्रालो झर्दै जानेछौँ। फाइनली उकाली ओह्राली टाढा काँडा हिँडेर पनि हाइवेमा आइपुगिसक्यो। अब चाहिँ यो चाहिँ धरान धनकुटा भेडेटार जाने बाटोमा वलफेडदेखि माथि
निक्ल्यौँ हामीहरू। अब चाहिँ हामीहरू फाइनली घर जाँदैछौँ है गाइस। आजलाई चाहिँ ओके टाटा बाबाई।